आज शनिबारको दिन चाहिँ अब काहीँ न काहीँ त जानै पर्यो है मुड फ्रेस गराउन। मेरो छोरालाई चाहिँ स्विमिङ एकदम मनपर्ने क्या, अनि आज रोयल्स जाऊँ भनेर छोरालाई रेडी गरायौँ र म पनि रेडी भएँ। अनि टक्क बुढालाई कुर्दै थियो, उहाँ रेडी हुँदै हुनुहुन्थ्यो र म चाहिँ यसो हल्का भिडियोहरू लिँदै बसेँ। अनि आउनुभयो र उहाँको पनि भिडियो लिएँ मैले। र अनि यसो घर बाहिर उज्यालोमा भिडियो लिगौँ भनेर लिएँ र झरेँ। अनि गेट सेट लाउनु थालेँ। अनि उहाँले चाहिँ स्कुटी निकाल्नु भयो भाउ छोरा भएर टक्क। अनि म पनि गएँ। अनि हामी निस्क्यौँ। हाम्रो लगभग 6 बज्न लागेको थियो। साँझको मौसम गर्मी नै शीतलो, कति आनन्द। 6 दिन काम प्रेसर दुनियाँ टेन्सन बिर्सिने कि यसरी घुम्न थालेपछि त। त्यो भ्यू हेर्नु न, यो हाइवेको यति राम्रो त्यो साँझ त्यो गोल्डेन घाम हो, यस्तो दामी त्यो आँखाले हेर्दा पनि कति सुकुन शान्त हुने के यसो देख्दाखेरि। अनि मलाई फेरि यस्तो धेरै झ्याउझ्याउ भन्दा यस्तै आनन्द एकान्त ठाउँ मनपर्ने। अनि यस्तो जङ्गलहरू हरियालीहरू पनि लास्टै मनपर्छ कि यस्तो आनन्द लाग्छ है। अनि टक्क फेरि अहिलेको के प्रब्लम छ भने हामीलाई रोयल्स जानु पऱ्यो भने ढाकटार पुग्नुपर्छ कि एकचोटि ढाकटारलाई दर्शन गरेर आउनुपर्छ। अलिक गाह्रो छ, उहाँ पुग्नुपर्छ। पहिला चाहिँ डाइरेक्ट नै जान मिल्थ्यो, अहिले यो रोड बनाएपछि ढाकटार पुगेपछि बल्ल फर्किने हो क्या। अनि हामी रोयल्सतिर गयौँ, रोयल्स आयो। अनि रोयल्सतिर झऱ्यौँ। अनि फेरि छोरी कोचिङ गएको थियो, अनि छोरी ल्याउनु नपाएर मन कस्तो नरमाइलो लागिरहेको थियो। अनि यसो छोरीको टाइम सके जस्तो लागेर अनि जानु छोरीलाई पनि लिएर आउनु भनेर अनि बुढालाई भनेँ मैले। अनि हामी आमा छोरालाई चाहिँ यहीँ छोडिदिनु भयो र जानुभयो छोरी लिन। अनि हामी चाहिँ गयौँ रिसेप्सनतिर। अब के छ कसो छ होइन, गयौँ आमा छोरा। अनि यहाँ हाम्रो श्रीदाई भेट हुनुभयो र जानु जानु भन्नुभयो। अनि गयौँ हामी तलतिरै गयौँ उहाँलाई भेटेर। अनि मेरो छोरा फेरि स्विमिङ पुल भनेपछि लास्टै भुत्तुकै भएछ आजकल, यति बल्केछ स्विमिङ भनेपछि। कति रमाउने हो, जानी नजानी स्विमिङ जाऊँ भन्छ। कपडा खोलिदियो भनेर हतार गरेछ उसले। अनि गएँ। अनि मेरो छोरालाई कपडासपडा चेन्ज गरिदिएँ। अनि रेडी भयो। अनि ऊ जाम स्विमिङ पुल छिटो जाम गरेर हताइरहेको थियो। अनि लैदिएँ है। लग ऊ फेरि उसको स्विमिङ कस्तो हुन्छ भने टाउकोदेखि तल मात्रै डुबाउने, माथिको त 1% नै भिज्दैन कि। फेरि त्यस्तो खतरा छ नि त उसको स्विमिङ चाहिँ। अनि नानीहरू पनि रहेछ सानो सानो नानीहरू। अनि त्यो नानीहरूलाई नि सँगै बसेर खेल न भनेर भने मैले। अनि उनीहरू पनि आएर बाबुसँग स्विमिङ गर्न हेल्प गर्यो। अनि खेलिरहेको थियो। उसको टाउको चाहिँ डुब्दैन, फेरि सर्पले जस्तो बाहिरै निकाल्ने, ज्यान मात्रै हो डुबाउने। अनि फेरि छोरीले चाहिँ मेरो भिडियो बनाएको रहेछ, मलाई चाहिँ थाहा थिएन है। फेरि मलाई कस्तो मन परेको कि भिडियो चाहिँ है। अनि गयौँ हामी यतातिर। अनि फेरि बाबा छोरी पनि खेल्ने अरे। म चाहिँ कुरेको गरेँ। अनि म चाहिँ टाउको दुखेको थियो, कफी मगाएँ, खान थालेँ छोरालाई हेर्दै। अनि उनीहरूको बाउ छोरी चाहिँ टक्क पिज्जा खाने भनेर खाए। उनीहरू के बन मगाएर खायो। म चाहिँ उनीहरू स्विमिङ गर्दा हेर्दै आफू यहाँ खाँदै। के गर्ने, अब आफू स्विमिङ गर्ने कुरा भएन। अनि उनीहरू चाहिँ एकदम गहिरो गहिरो ठाउँमा लैजा भनेर ऊ रिक्वेस्ट गर्छ। बाबु चाहिँ सानोमा नखेल्ने अरे, ऊ ठुलो बनेको। अनि उहाँ दिदीसँग चप्केछ, डराउने पनि फेरि गहिरोमै जाने पनि भन्छ कि ऊ फेरि त्यस्तो छ। अनि खेलो डुबाइदिएको, उसलाई हत्तुरी लाग्यो, निस्क्यो। भएको घुम्रो कपाल नि सिल्की भएर निकालेछ मेरो छोरो चाहिँ। हेर्नु फेरि कति उता फेरि डाँच्दैछ। मैले त हेर्दैको त लाज मारेर भुतुक्यो। फेरि बाँदर चाहिँ छच्चा हेरेर उसको पारा कि अब यसको अघि पछि लाग्दा लाग्दा मलाई घुमाउन सुरु भइसक्यो। तर उसको एनर्जी लो भन्ने कुरा चाहिँ भएकै छैन कि। फेरि यता बाउ छोरी पुरा स्विमिङ गरिरहेछ, मैले छोरालाई हेर्नु परेछ। फेरि एक ठाउँमा बस्दिने भयो नि हुन्थ्यो नि। ननस्टप दौडेछ, ननस्टप दौडेछ। उनीहरू एकछिन मलाई खेल्न देऊ न भनिदिने, अब के भने हेर्नै पर्यो। अनि फेरि उता गहिरो ठाउँमा लगाएर बाउले एकछिन खेलाइदिनु भयो। अनि पछि मैले यता लिएर आएर सानो ठाउँमा खेलाएको, उसलाई यहाँ बस्नै मन लाग्दैन, खालि उतै जाऊँ भन्छ, ठुलै ठाउँमा जाऊँ भन्छ। चिप्लेर लड्यो भने च्याउ हेर्नै पर्यो है। अनि मलाई यसो यसको पछि लाग्दा लाग्दा नि स्लाइस मगाएर खाएको, उसले
मेरो जुस भनेर यहाँ लड्दैछ मसँग। अब धेरै चिसो दिन त भएन यसलाई। अब फेरि चिसो लाग्छ होइन जुसमा आएर म जबरजस्ती छिटो ब्याइदिएँ, थोरै दिएँ लास्टमा। अनि फेरि झगडा गरेछ सक्दियो भनेर पुरा झगडा गरेर राखेको छ, रिसाएको छ मसँग। रित्तो बोतल बोकेर हिँड्ने चोक त माग्न गएको होला नि। यस्तो छ पारा, मस्तै छ। अनि त्यहाँपछि भयो, ढिलो भयो भनेर अब छोरालाई नै रेडी बनाएँ, कपडा सपडा चेन्ज गरिदिएँ। अनि फेरि उनको बाबा छोरीलाई कुर्न हामी आमा छोरा यता माथि आएर कुरेर बस्यौँ। अनि छोरा पुरा हेर्दै बस्दै थियो। अनि रोयल्स होम चाहिँ फेरि रातिको बेलामा साह्रै राम्रो देखिने क्या, त्यो लाइटहरूले गर्दा होला। लाइट म्युजिक एकदम राम्रो हुने क्या। अनि हामी निस्किन लाग्यौँ, छोरा अनि रिसेप्सनमा गएको। रित्तै खुट्टा चलेको चले, यस्तो बाँदर लिएर हिँड्दा गाह्रो क्या फेरि बच्चाहरू। अनि निस्किन लाग्यौँ, उसको एनर्जी 1% नि डाउन भएन कि, हेर्न सक्नुहुन्छ है। अनि रातिको 9 बज्यो। अनि हामी चाहिँ घरतिर लाग्यौँ। आजको दिन चाहिँ हाम्रो एकदम ह्याप्पी रमाइलो भयो, एकदमै रमाइलो भयो फ्यामिलीसँग।